माघ 20 गते आज बिहान 8:30 भयो। हामी अहिले तातोपानीमा चाहिँ हिजो राति बसेको होटलमा, यहाँ होटल नेचुरल स्प्रिङ भ्यूमा भ्यू यस्तो देखिरहेछ, माथि बवाल देखिरहेछ। के देखिरहेछ त, के देखिरहेन नि त, यहाँबाट यस्तो देखिन्छ कि। अब यहाँबाट निस्किन्छौँ हामी, सब रेडी भइसक्यो, लुगासुगा लगाउने सबै, जुत्ता सुत्ता सब लगाइसक्यौँ। अब यहाँबाट निस्किन्छौँ हामी एकछिन माथि रूपसेमा, यहाँनिर खाजा अलि खाएर निस्किनु पर्ला, त्यसपछि रूपसेमा एकछिन कुरिन्छ होला। कालीगण्डक नदी बवाल देखिरहेछ। मेरो हुन्छ कि हुँदैन है त, 5 डिग्री सेल्सियस कति छ टेम्परेचर, 5 मा त हुनुपर्ने हो एक ट्यापमा। यस, हियर इट गोज। अब निस्किन्छौँ हामी खाजा खाएर एकछिन। हामी बसेको होटल हिजो यही हो। दामी देखिरहेछन् डाँडाहरू, आकाशमा तर हिउँ पर्छ अरे आज। अबको डाँडाहरू कस्तो दामी देखिरहेछ यार, है कत्रो माथि डाँडा यार। चेकआउट गऱ्यौँ हामीले, अब निस्क्यौँ। अगाडि खाजा खान्छु हिँड्नु पर पल्लो होटलमा, त्यसपछि निस्किनु पर्ला। जाडो त त्यस्तो छैन अहिले त, हिउँ पर्नेवाला छ अरे आज। अब के हुन्छ हेरौँ, कति गाह्रो हुन्छ। थ्री 311 किलोमिटर भयो हाम्रो काठमाडौँदेखिको राइडको। कस्तो दामी देखिरहेछ क्या, वाह बवाल देखिरहेछ है। डाँडाहरू कस्तो दामी देखिरहेछ है, अलिअलि हौँ। एबिसी जाने बाटो यहाँबाट है गाइज। अब अलिअलि अफरोड त भइहाल्छ साथीहरू होइन। ओए तल हेर्नु कस्तो बल देखिरहेछ। 9:30 बजेसम्म बिहानको 7 बजे जस्तो भइरहेछ क्या, होइन। उता पानी कट्टो रहेछ एउटा। जलथले हाइड्रो पावर रहेछ यहाँनिर, हाइड्रो पावर। जलथले म्याग्दी। हामी अहिलेसम्म पनि म्याग्दीमै छौँ है। सब बाटो त बवाल भइसकेछ त यार। ओइ कस्तो दामी झर्ना यार। बवाल देखिरहेछ यार, तर बर्खामा भयो भने त खत्रै देखिँदैछ है। सडक निर्माण कार्य हुँदैछ। सकेसम्म पानीमा नहालौँ भनेको, हिलो हुन्छ फेरि अहिले भनेर होइन। केटाहरूले भर्खर जुत्ता सुत्ता पुछेर ल्याएछन्, फेरि त्यस्तै हुन्छ एकछिन। पानी पऱ्यो भने त डेन्जर हुन्छ त यहाँबाट जानु त यार, होइन। ओइ घाम देख्यो ल। ओइ बा बबाल हिमाल देखिरहेछ यार, हैट। ओ माई गड, हैट यस्तो बवाल देखिरहेछ यार। पर्छ है गाइज, आज हामी स्नोफलमा राइड गर्न पाउँछौँ कि। रेनफल चाहिँ नभयो भने थियो, स्नोफल त जति भयो नि थियो यार बरु।
टिका होटल गाइस जति हेरे पनि हेरौँ हेरौँ लाग्ने छ यार ठाउँ पुरै यस्तो ल्यान्डस्केपहरू कत्रो डाँडाहरू हो क्या तलदेखि वहाँसम्म छ यार हो अब चाहिँ ठ्याक्कै रूपसे आउनेवाला बाटो यही हो यस्तो थियो डराम गरेको थियो पहिले नि रूपसे गर्न पुग्न लाग्यो कि जस्तो लाग्यो मलाई चाहिँ एकदम यस्तै थियो ठ्याक्कै ट्रेन यस्तै मोड थियो ठ्याक्कै यही थियो यस रूपसे झर्ना यस गाइस वाह तर पानी अलिक जाडो भएर होइन वाउ खै बोल्दा होइन यो त ऊ मात्रै हो पुत्ला वाह यार यस्तो ठाउँमा यस्तो भ्यूमा राइड गर्नु पायो भने पो सधैँ अनि मजा हुन्छ त यो त मेडिटेसन हो क्या नेचुरल मेडिटेसन पुरै अब यो मोड पछि के देखिन्छ होला त अब हिमाल देखिन्छ होला है यतातिर यो रुखहरू कस्तो दामी देखिरह हैन बर्खामा थियो पहिला कस्तो हरियो थियो अहिले त त्यस्तो हरियो नभएको त हैन हैन दामी हरियो कस्तो दामी जङ्गल के त्यो त यार हावा त चिसो चिसो छ चिल
लेते 7 किलोमिटर यहाँनिर पेट्रोल पम्प छ अहिले छ हामीसँग इनफ फ्युल सेकिङ रहेछ यहाँनिर इन्ट्री गराउनुपर्छ होला बाइकको पनि इन्ट्री गराउँ इन्ट्री गाइज यहाँ सब डकुमेन्ट चेक गर्दो रहेछ यार ब्लू बुक आएकै छैन अहिलेसम्म ब्लू बुक किन छैन भनेर ल्याङ हानेर त्यसपछि लाइसेन्स हेरिदियो लाइसेन्समा 2टा पहिलेकै चिट नतिरेको पैसा नतिरेको थियो मेरो पुरा ल्याङ हानेर पैसा तिर पहिला अनि मात्र जानु पाउँछ भनेर पुरै चिटको पैसा तिराएर 1000 रुपियाँ बल्ल जान्थ्यो यार ठिकै छ मैले पहिल्यै तिर्नुपर्ने थियो गल्ती मेरो नै थियो कस्तो दामी देखिरहेछ तर यहाँतिर ओए बवाल बवाल एभ्री टर्निङमा बवाल देखिरहेको छ क्या होइन यो चाहिँ बवाल देखिरहेको छ यार आम्मा वाउ हेभन इज मिथ नेपाल इज रियल उता ल्यान्डस्लाइड भएर कस्तो पुरै माटो झरेको छ है कतातिर चाहिँ देखाउने कस्तो बवालकै सबतिर यार लेटे 1 किलोमिटर Oh my god. Oh my god. What a view man. Majestic mountains. यो त माउन्टेन पनि हैन अझ यो त पहाडमा हिउँ पर्यो हो क्या माउन्टेन त यता हो
जमसम पुग्न लाग्यौँ हामी अब एन्ड लुक एट द भ्यू यस्तो बवाल छ यार अब यस्तो चिसो हावा चलिरहेछ रोकेको यहाँनिर मार्फा जेरी गल्लीतिर जाँदैछौँ हामी यतातिर सही छ ठाउँ यता फिलै छुट्टै आउँछ यो गुफा उयोबाट छिर्नु उयोबाट ठ्याक्कै छिर्न यस्तो मजा आउँछ टाउको विचार गरेँ माइन्ड योर हेड रातो गुम्बा रातो मजा आउँछ यो ठाउँमा ए होला यही गल्लीहरू नि कतातिर जेरी गल्ली कतातिर के गल्ली जस्ट गल्लीहरू यही हुन् सबै सेम छन् होइन ऊ जेरी गल्ली अब आयो ठ्याक्कै यो हो जेरी गल्ली यहीँ रोकौँ न त कतै पक्क जाउँ जेरी गल्ली छिर्नु त के छ अवस्था यही हो नि गल्लीहरू ठिक छ नि त के छ गाह्रो छ मार्फा जमसमै बजारमा 12 बजे हावा सरर हे हजुर घर हाम्रो पोखरा अहिलेसम्म भएको छैन घरबार त्यो गीत ठ्याक्कै यहीँको लागि बनाएको गीत हो र यस्तो हावा ठ्याक्कै 12 पनि बजिरहेछ तर यहाँ मार्फै बसे पनि हुन्छ है बस्ने चाहिँ यतातिर बस्यो पनि हुन्छ त्यो डाँडा ढाक्यो कुहिरोले अझ पानी परेन लैबरीलाई ढिला चोरी लग्यो निष्ठुरीले मनको पीडा बुझाउन लैबरीलाई जमसोमै बजारमा 12 बजे हावा सरर कस्तो चिसो छ है डेन्जर चिसो छ यत्रो लेयर 4 ज्याकेट लाएर अनि तल पनि 2टा ट्राउजर एउटा प्यान्ट लाएर पनि जाडो भइरहेछ यार हैट हो काठमाडौँबाट बिहान 6 बजे निस्क्यो भने मजाले मुस्ताङ पुगिँदो रहेछ एक दिनमै कस्तो दामी देखिरहेछ है डेन्जर प्लान हामी धुम्बाले कहिले यतैबाट गएर अनि यताबाट चाहिँ उताबाट के अरे जमसम निस्किन्छ अरे त्यो चाहिँ गरौँ जस्तो लाग्यो धुम्बातिर सुरुमा जाउँ यताबाट त्यसपछि अनि उतैबाट जमसम निस्किनु पर्ला ठ्याक्कै त्यहाँबाट लेट्स गो टु धुम्बा लेक
बाटै कहाँ कन्फ्युज हुन्छ है एकछिन अब यहाँ सब खोला खोला भएर लेक कि हे माया मोहनी सबैलाई लगाउने ए आँखाको रिमझिमले मन नै खलबलाइदिने गुराँस टिपेर चुल्ठो सजेकी आँखामा कालो गाजल लाएकी यतिको बाटो भयो भने त पुगिहाल्यो नि होइन यो त राम्रो छ त बाटो उयो काठको पुलबाट यता नेपाली कहाँबाट बाटो पुलमा हाल्ने यो कि पर हो ओर्लिएर जाने ल ल ल यो होइन क्या हो हावा डेन्जर चल्यो यार हावाले पुरै पुलै हल्लाइरहेछ के मा डेन्जर रहेछ यार त हावा खतरा हावा चलेर भयो क्या डेन्जर यार माई गड हावाले कस्तो हल्लाइदियो क्या पुलामा शिट हाइट हाइट कस्तो हावा चल्यो पुरा पुलै यस्तो यस्तो भइरहेको क्या पुरा यार भिडियो बनाएन है खाइदियो एकछिन त यार त्यो पुलमा त हाइट यो पुल चाहिँ रहेछ ए होइन यो पुल होइन होइन यही पुल ठिकै पुल आऊ हामी यो पुल त माथिसम्म त सिधै गइरहेको होइन त ए यो पुल त माथि छ त्यहाँबाट बाटो त रहेछ क्या तल आउने कि कुन पुल थियो खै हामीले आउनुपर्ने हामीले त्यो पुल आयौँ तर त्यही पुल ठिक छ यार सानो पुल थियो होइन हावाले पुरा हल्लाइरहेको थियो पुल त कता हो त अलि हाइटमै थियो ताल त भनेपछि माथि नै होला जमसम उता पछाडि हेर त उतातिर गाउँ ठुलो सबभन्दा ठुलो बढी ठाउँ भएको मान्छे जुन देख्छ त्यही जमसम हो त्योभन्दा परको चाहिँ अनि कागबेनी यत्रो हाइट चढी त भाइलाई गाह्रो त भइरहेको छैन नि यार ए यता हो कि कता हो बाटो यता त्यता हो बाटो यता रहेछ क्या बाटो ऊ आइस पुरै आइसमा यस्तो आइसमा चाहिँ डेन्जर हुन्छ चलाउनु तर यहाँ छैन तल त बबाल देखिरहेको छ यार उता माथि हो क्या हो उता माथि गुम्बा लेक कतै पनि बोर्ड किन राखेको होला क्या यार ऊ यहाँ गुम्बा लेक वाह यता रहेछ गुम्बा लेक
म जमसमबाट त पिचबाट रहेछ नि त ठिकै छ अफ रोडिङ पनि भयो अलिअलि होइन मजा आयो धुम्बा लेक बवाल देखिँदो रहेछ है त्यहाँ बाइक लानु मिल्छ भने त्यो लानुपर्छ त्यहीँ लानु मन थियो मलाई त बाइक यार त्यहाँ भित्र लानु मन थियो मिल्दैन क्या भित्र ए मिल्दैन रहेछ जस्तो यस्तो दामी देखिरहेको छ हिमाल चारैतिर हाइट कस्तो बवाल देखिरहेको लेक मुस्ताङ आएपछि एकचोटि सबैजनाले घुम्नै पर्ने डेस्टिनेसन अहिले त यस्तो छ कि हिउँ छ चारैतिर यताबाट त पुरा हिउँ परिरहेको छ यता हिउँ परिरहेको छ यताबाट अब यहाँ पनि पर्छ होला हेरेँ एकछिनमा यता डाँडाहरूतिर टुप्पातिर चाहिँ परिरहेको जस्तो लाग्यो हरियो पानी देखिरहेको छ पुरै ग्रिन दामी देखिरहेको छ धुम्बा लेकमा पुगिसकेको छौँ हामी काठमाडौँबाट हिजो बिहान 7 बजेतिर निस्केको थियौँ 7 बजे निस्केको बिचमा बाटोमा बाइकहरू बिग्रेर अलि 3-4 घन्टा वेस्ट भयो टाइम त्यहाँनिर अनि बेलुका तातोपानी बसेर तातोपानीबाट अहिले बिहान निस्केर आनन्दले बिस्तारै बाटो पनि राम्रो छ सबै कुरा राम्रो चिसो पनि त्यस्तो धेरै छैन सो दिस इज धुम्बा लेक मुस्ताङको वान अफ द आउनै पर्ने डेस्टिनेसन सबैले घुम्नै पर्ने डेस्टिनेसन अहिले हामी 2830 मिटर हाइटमा छौँ 9285 फिटमा लेक यस्तो छ फ्रेस वाटर लेक हरियो पानी देखिरहेछ डाँडा काँडातिर हिमालहरू सब देखिरहेछन् हिउँ पुरै देखिरहेछ सबैतिर प्रोबेबली एकछिनमै अबको केही समयमै फेरि हिमपात हुन्छ होला यहाँ सेकेन्ड हिमपात यो सिजनको दामी छ तपाईँहरू आउनु चाहनुहुन्छ भने इजी छ सबै बाटो पनि सबै मुस्ताङको क्लियर छ अहिले एक दिनमै काठमाडौँबाट वान डे राइडमा बिहान 6 बजे निस्क्यो भने वान डे राइडमा हामी यहाँ पुग्न सक्छौँ है धुम्बा लेकमा बस्दा बस्दा हिउँ पऱ्यो गाइस अलिअलि सानो फुलाहरू हिउँको सानो उहरू फाप्रे भन्छ के भन्छ त्यसलाई हिउँ पर्नुभन्दा अगाडिको यताबाट चाहिँ खत्रै परिरहेको जस्तो लागिरहेको हेर्दाखेरि हिउँ परिसक्यो जो सब अलमोस्ट अबको आधी घन्टामा हिउँ मजाले पर्छ जस्तो लागिरहेछ है र गाइज अब चाहिँ यता हिउँ पर्न लागेको छ अहिले चाहिँ ठ्याक्कै तयारी नै भइसकेको छ अब फोकस चाहिँ भइरहेको छ कि छैन क्यामेरामा लेकिन बट हिउँ चाहिँ आइसकेको छ हो हेर्नु पर्यो हिमाली भेगैमा परेकै छैन क्या अहिले तर एकछिनमा पर्छ अब अलिअलि परिरहेको छ थोरै यहाँको चौरी गाई घाँस खाँदैन गाई झेर ल के खाइरहेछन् म त फोहोरकोले फाले सोचिरहेको थिएँ यिनीहरू खाना रहेछ क्या त त्यही त ल पुरै उनै खाइदिनु रहेछ यार कार्टुन नै सही हो घाँस हुँदैन के गर्नु त होइन जे मिल्यो त्यो खान्छन् अब जाउँ अब यहाँबाट जमसम टाइम त धेरै भइसक्यो हो नि त तर यार के हुन्छ अब आज यतै बस्नुपर्छ जमसममै सही हो ल बाई बाई धुम्बा लेक लाग्यो हामी अब निस्क्यौँ हामी धुम्बा लेकबाट यिनीहरूको त खाना मस्त भयो पुरै सकाइदियो तिनीहरू त खाएर बाटो त बवालै भइसक्यो अरे सबैतिर है त यहाँको पालिकाको मेयर अथवा अध्यक्ष किनी 2 किलोमिटर जो पनि हुनुहुन्छ एकदम धन्यवाद सबैलाई यस्तो राम्रो ठाउँमा यस्तो दामी बाटो हुनु भनेको इज अ भेरी बिग थिङ किनकि राम्रै डेभलप ठाउँमा पनि हुँदैन यस्तो रिमोट ठाउँमा पनि यस्तो दामी बाटो ठाउँमा भनेको त एकदम दामी कुरा हो यो होइन
माथिबाट पुल छैन रे, माथिबाट पुल छैन रे, त्यही भएर तलबाट जानु भन्नुभएको छ हामीलाई। छ कि छैन यहाँ बाटो माथि? काठपुर बाइकलाई चाहिँ माथिबाट पुलबाट रहेछ के भयो? ओए ओ माई गड, वाह 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 बाबा, त्यो त फ्रेस स्नो जस्तो छ यार है, भर्खर परास हिँड्नु जस्तो छ क्या, हेर्दै सेतो पुरा के। स्नो लियोपर्ड केभ जाने हो त? भयो नजाउँ अब, सबै ठाउँ एकैचोटि पनि घुम्नु हुँदैन होइन, नेक्स्ट टाइमको लागि पनि केही बाँकी राख्नु पऱ्यो नि। लुक एट दिस भिलेज, के हो ठाउँको नाम चाहिँ थाहा छैन, बट के छ ठाउँको नाम, नामै लेखेको छैन। ए ठिनी ठिनी यो ठाउँको नाम। ओइ तल भिलेज दामी यार है, यो देखिरहेको सर देखिरहेको चाहिँ जोमसम, उ त्यहाँ एयरपोर्ट देखिरहेको जोमसमको, जोमसम एयरपोर्ट। सब स्याउ खेतीहरू तल पुरै देखिरहेछ होइन। कागबेनी 9 किलोमिटर यहाँबाट, त्यहाँबाट मुक्तिनाथ होला अझै 9 किलोमिटर, 18-20 किलोमिटर छ यार मुक्तिनाथ यहाँबाट। एकछिन कागबेनी पुगेर आउनु त, जाउँ कागबेनी जाउँ त्यसो भए। हिउँ पर्यो दामी, हिउँ पर्यो हैट गाइज। अनि अझै बाक्लो पर्छ, यो त होइन, यो त सामान्य हो। होला यताबाट माथि निस्किन्छ होइन दाइ? हस् हस् हस्, त्यहाँ माथि उ त्यो सिधा छ नि त्यो चौर, त्यहाँसम्म पुगौँ। त्यहाँबाट अलिक गाह्रो भयो नि, अनि तल यहाँ होला बरु होइन त। चाबी मैले समाइन त्यहाँबाट यार। ए ल धन्यवाद। टोपी सोपी राम्रो त्यो लगाऊ न, त्यो राम्रो यहीँसम्म लगाऊ क्या, डेन्जर चिसो हुन्छ क्या अहिले। अब कागबेनीबाट निस्क्यौँ हामी, तर हिउँ चाहिँ खत्रै परिरहेछ यार यहाँ। ओ कहाँ बाटो, खै खै त बाटो, कहाँबाट बाटो, खै खै त बाटो, छैन यार, छैन बाटो। ओ पानी पनि पर्यो यार, हिउँ नै हो, हिउँ नै हो यो पानी होइन। बवाल हिउँ परिरहेछ यार, वाह। हात त लास्टै चिसो भइसक्यो, हात त। कस्तो दामी हिउँ पर्छ यार,
ज्याकेट पुरै भरिसक्यो तर अलिअलि है अलिअलि भरियो हाइट दामी दामी यो रेट 2858 जोमसम 2743 मा रहेछ अनि एकलबट्टी 2857 मा कागबेनी 2840 मा मुक्तिनाथ चाहिँ 3800 मा हजुर जोमसम ए बिस्तारै हैन है बिस्तारै बिस्तारै चिप्लो छ हैट तलतिर त अझै धेरै पर्छ भाइ बवाल परिरहेछ यार बवाल यहाँबाट यता अपाङ यता चाहिँ मुक्तिनाथ यति नजिक पुगेर मुक्तिनाथ नगइने भयो नि त यति नजिक पुगेर मुक्तिनाथ नगइने भयो भने के अघि उसलाई जमसममा राख्नुपर्ने रहेछ यार गल्ती भयो क्या है अघि जमसममा होटल खोजेर राख्दा भए उसलाई आनन्द हुन्थ्यो उसलाई पनि गाह्रो हुन्थेन अघि उसलाई जमसममा राखिदिनु पर्ने रहेछ क्या होटल खोजेर वाह 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 अब अलि एक मोड माथि हो ठ्याक्कै जस्तो लाग्यो भाइलाई गाह्रो भयो रे युवराज भाइलाई उसलाई तल होटलमा छोडेर हामी माथि जान लाग्यो एकछिन मुक्तिनाथसम्म लेट्स सी कहाँसम्म गाह्रो हुन्छ अथवा के हुन्छ हिउँले के गर्छ कति गर्छ इफ गाह्रो नै भयो भने हामी झर्छौँ हामी पनि तलै नत्र मुक्तिनाथसम्मै पुगिन्छ होला टेम्पलसम्मै हेरौँ अब लेट्स सी जस मजा आइरहेछ हिउँमा राइड गर्नुको मजा हुन्छ नि हिउँमा राइड गर्नुको मजा चाहिँ बबाले आइरहेछ होइन बब्बाल मजा आइरहेछ यार यस्तो दामी मजा आइरहेछ क्या अघि यहीँबाट फर्काएको थिएँ झ्याक्कै गाह्रो त हुन्छ अलिअलि जाडो हुन्छ नि त मेन अब बुटभित्र चिसो बसिरहेको छ क्या अरू छोडिदिउँ अब होइन त्यस्तो दामी क्या यतातिर त हाइट माथि तल लुगा त केही जाडो भएको छैन हातमा र खुट्टामा चाहिँ अलिअलि जाडो भइरहेछ यार गोपी चाहिँ गोकुल चाहिँ जान्छु भन्दै थियो बिचरा उसले चाहिँ अब जोमसु के अरे ऊ भाइ एक्लै भयो नि त अर्को भाइ अनि एक्लै भएको भएर अब जानु पनि मिलेन उसलाई छोडेर पनि जानु मिलेन उसलाई लिएर पनि जानु मिलेन गाह्रो भइरहेछ अरे अनि यही हुन्छ क्या यत्रो पुरै त्यही भएर उनले बस्नु पऱ्यो उसँग ठिकै छ अब नेक्स्ट टाइम जान्छ अब यो टाइम त्यस्तै भयो कोही यहीँ हिमाल छ क्या यहीँ हिमाल हो के छ फेरि
यस्तोमा चाहिँ एकदम केयरफुल भएर चलाउनुपर्छ हिउँमा चिप्लिन्छ आइसहरू भयो भने झन् चिप्लिन्छ होइन ओइ वाट इज दिस म्यान कस्तो बवाल हो के चिप्लो छ पुरै निस्क्यौँ ल बिस्तारै बिस्तारै तर जाउँ न अलि माथिसम्म अलि माथिसम्म जाउँ न के गर्ने यार चिप्लो छ यस्तो फर्किँदाखेरि चाहिँ झ्याउ हुन्छ भन्ने हो क्या मेन जाँदाखेरि त के हुँदैन फर्किँदाखेरि झ्याउ हुन्छ क्या सेट पुरा चाहिँ खुट्टो रोकिने कि फर्किनु हुँदैन यहाँबाट छ्या यार सिट तेरो लाग्दा देखियो नहीं पड़ता वो यार छ्या यार रिटर्न जाना अच्छा रहेगा क्लच भी गया खै ब्रेक गया खै छ्या यार फिर तो घुमा यार छाड़ छ्या यार हाँ घुमा यार अब घुमाउनु रुक 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 किसिलो न ल्याङ भयो यार रुक 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 मिल्यो मिल्यो ए मान्छे यार छिटो तल जाउँ तल पनि यस्तै हुन्छ डेन्जर एडभेन्चर भयो यार लडे बाइकै पुरा आइस रहेछ त्यहाँ पुरा चिप्लो थैट तलसम्म पुग्नु त लास्ट गाह्रो हुन्छ भयो यार ब्रेक पनि माच्यो जय शम्भु हे मुक्तिनाथ भगवान माफ गर्नु होला हामी आउनु ट्राई गरेका थियौँ धेरै आउनु सकिएन लड्यो मजाले नहीं आपकी गाड़ी चली जाएगी धीरे धीरे चलिएगा लेकिन वहाँ पर ऑफ रोड है थोड़ा सा बहुत स्लिपरी है बहुत ही ज़्यादा वी couldn't make it to the मुक्तिनाथ मैन एउटा फोटो चाहिँ खिचौँ यार अब तल एक ठाउँमा गाह्रो छ क्या ओह्रालोमा यार मैले देखिसकेको छु अघि आउँदाखेरि नै त्यो चिप्लो धेरै गाह्रो हुन्छ भन्ने के ल्याङ भयो यार यो मान्छे यार स्नोफल रोकिरहेको छैन बाइक लडाएर हामी आइसक्यो माथि फेरि के तल फेरि ठिक छ इट वाज फन एक्चुअली
तर अब तल चाहिँ नलड्यो भने चाहिँ तल एक ठाउँमा छ फेरि त्यस्तै। यो पिच रोडमा त केही हुँदैन रहेछ होइन, कच्ची रोडमा चाहिँ चिप्लिहाल्दो रहेछ क्या। अफ रोडमा हिउँ भयो पानी भयो भने चाहिँ हिउँ ठ्याक्कै चाहिँ आइस जम्मा भएको थियो क्या पुरै डेन्जर चिप्लिदियो। पहिला एक्सपल साल एउटा चिप्लिएको थियो, म जान्ने भएर हालेको क्या मैले चाहिँ। थपक्क लाएर फर्किया भयो केही हुन्थेन, ठिकै छ। बाइक के भयो भने त्यो लिभर ब्रेक लिभर एउटा भाँच्यो हो, त्यही अब चेन्ज गर्नु पर्ला। पुगिहाल्छ, पुग्दासम्म त्यस्तो छैन, अरू त केही छैन त्यस्तो टेन्सन लिनुपर्ने। मजा आयो तर सबै कुरा यसो ज्यान त पुरै उ भइसक्यो, हिउँले भरिसक्यो। बाइकै यस्तो भइसक्यो हेर्नु न, अगाडि आम्मा पछाडि अगाडि सबतिर यस्तै हो क्या। धन्न वाटरप्रुफ ज्याकेट छ र। अगाडि हिँड अगाडि हिँड हिँड अगाडि हिँड अगाडि के गर्छ, चिप्लो रहेछ भने थाहा पाउँछ उसले यार, उसको अलि हल्का बाइक छ, रोक्न सकिन्छ। मेरो त एक चिप्ल्यो भने त स्योर फाल्नु भएको अप्सनै छैन क्या। यो गुम्बा दामी देखिरहेछ यार। पछाडिको मान्छे अब फोटो खिच्नुहुन्थ्यो, रोकेर फेरि यत्रो पन्जा ग्लोभ्सहरू निकालेर, यो त खिच्नु त म छैन अहिले त्यति यार। तल एक ठाउँमा अलि ओह्रालोमा अलि अप्ठ्यारो छ क्या, एक ठाउँमा चिप्लो अलिक, त्यो चाहिँ कटाउनु पायो भने अनि त्यसपछि चाहिँ आनन्द हुन्थ्यो भने। यस्तो भइसक्यो भरिएर हिउँ पुरै जिउभरि। अब चाहिँ स्नोफल रोक्यो जस्तो छ तर होइन, कहाँ रोकिनु हौ, परिरहेको रहेछ त यसमा, नदेखिया रहेछ। आउँदाखेरि सब सुक्खा थियो, अहिले त पुरै सब सेतो देखिरहेको छ हिउँले है पुरै।